राजमार्गभन्दा केही उत्तरमा पर्ने यो स्थानलाई नुन्थर भनिन्छ। यहाँ एउटा पर्यटकीय क्षेत्र बनेको छ हाल। यो स्थानसम्म बागमती पहाडी भेगको खोज भएर आउँछ। यहीँबाट दक्षिण छिरेपछि बागमतीले तराईमा ठुलो फाँट बनाएर बहेको छ। यहाँ बागमतीले 2 जिल्ला छुट्याउँछ, पूर्वतर्फ सर्लाही र पश्चिमतर्फ रौतहट। यही नजिक बागमतीमा बाँध बाँधेर सिँचाइका निम्ति नहर लगिएको देखिन्छ। सर्लाही र रौतहटमा सिँचाइ सुविधा पुगेको छ यहाँबाट। हुन त बागमतीमा हिउँदमा त्यति धेरै पानी हुँदैन, तर हाल सुनकोशी मरिन डाइभर्सनको काम हुँदैछ। सुनकोशीको पानी सिन्धुली मरिन खोलामा मिलाएपछि त्यो पानी बहँदै यहाँ पनि आइपुग्छ, जसको कारण यस क्षेत्रमा पानीको मात्रा बढ्नेछ। हिउँदियामा पनि पानी प्रशस्त पुग्ने हुन्छ। त्यसो भए यही बागमती किनारमा नुन्थर पर्यटकीय क्षेत्र बसेको छ। यो हामी भएतिर अर्थात् बागमतीको पश्चिमी किनार हो। तल राजमार्गबाट करिब 1.5 किलोमिटर उत्तरको यो भेग मध्य प्रदेशकै रौतहट जिल्लामा पर्छ। नजिकै चुरे पहाड छन्। शान्त र हरियाली वातावरणमा पर्यटक यसै रमाउँछन्। यहाँ झोलुङ्गे पुल निर्मित छ, पर्यटक त्यहाँ पनि रमाउँछन्। विशेष गरी वनभोज खान धेरै आउने गरेको देखिए पर्यटकहरू। नुन्थरमा केही मन्दिरहरू छन्। माथि शिवको ठुलो प्रतिमा देखिन्छ। यस स्थानलाई नुन्थर भनिनुपछि नुनकै कुरा जोडिएर आएको रहेछ। भनिन्छ पहिले यो स्थान वरपरको चट्टान नै नुनिलो थियो अरे। चट्टानलाई नै काटेर नुनको रूपमा स्थानीयले प्रयोग पनि गर्थे। गाईबस्तु चर्दा जहाँ मजाले चाट्थे त्यही चट्टानमा नुन भएकाले थाहा पाउन सजिलो पनि हुन्थ्यो। पहिले त पहाडी भेगबाट तराई झर्दा यही नजिक कतै बटुवाहरू बास बस्थे। उनीहरूले पनि यहाँको नुन खानामा प्रयोग गर्थे रे। नुन पाउने थलो हुँदाहुँदै यसको नाम नुन्थर रहन गएको मानिन्छ। नुन्थर भनेको अब नुन भनेको नुन भइहाल्यो। नुन्थर भनेको पहिला हाम्रो चाहिँ पिता पुर्खाहरूले पहाडतिरबाट यहाँ नुन लिन आउने यो एउटा ठाउँ भएको हुनाले नुन्थर भन्ने चाहिँ राखियो। दोस्रो कुरो यहाँको जुन पानी छ, यहाँको पानी पनि नुनिलो छ भनिन्छ। मैले पनि आफैले ट्राई गर्दाखेरि मलाई चाहिँ नुनिलो तितो तितो जस्तो लाग्यो। त्यस कारणले गर्दाखेरि चाहिँ नै यहाँ चाहिँ नुन्थर त्यो 2वटा कारणले गर्दाखेरि छ। यो चाहिँ एउटा सिङ्गो मध्य प्रदेश जनकपुरदेखि लिएर वीरगञ्जदेखि लिएर यहाँका पुरा विद्यार्थीहरू विभिन्न सङ्घ संस्थाहरू पनि यो पिकनिकको लागि यहाँ आउँछन्। पिकनिक स्पट भयो। यहाँ नजिकै रहेको यो जुन ब्यारेज छ, यो चाहिँ बागमतीको नहरले चाहिँ सर्लाही जिल्ला र रौतहट जिल्लालाई सिञ्चन गरेको छ। त्यो ब्यारेजले पनि सुन्दरता थपेको छ। सुरुमा चाहिँ यहाँ एउटा सानो मन्दिर मात्रै थियो भने अहिले यता झोलुङ्गे पुलहरू पनि छ र विभिन्न किसिमका बालबालिकाहरूलाई खेल्ने उफ्रिने ठाउँहरू पनि बनाइएको छ। र यो साइक्लिङ पनि छ अलिकति माथि। यो प्रकृतिको एकदम रमणीय काखमा रहेको यो स्थान एकदमै प्रसिद्ध हुँदै गइरहेको छ। यसमा विकासका पनि सम्भावनाहरू अरू सम्भावनाहरू छन् र विकास पनि राम्रै गतिमा भइरहेको जस्तो देखिन्छ यहाँनिर। कसैले यहाँ पहिले नुनिलो पोखरी भएको कुरा पनि गर्छन्। नुनिलो पानीलाई स्थानीयले नुनगर भने। नुनगरबाट अपभ्रंश भएर ठाउँको नाम नै नुन्थर रहेको पनि मान्छन् कतिपय। करिब 20-25 वर्ष अघिसम्म यहाँ नुनिलो ढुङ्गा र पानी दुवै पाइन्थ्यो रे। हामीले हाल खोजी गर्दा भने उक्त स्थान भेट्न सकिएन, लोप भएर गइसकेछन्। तर नाम नुन्थर भने कायमै छ। नुन्थर एक धार्मिक क्षेत्रको रूपमा पनि रहेको छ। पशुपतिनाथ पार्वतीसँग यहाँ वनविहार गर्न आएको कथा छ यहाँ। त्यस्तै महाभारत कालखण्डमा पाण्डवहरू पशुपतिनाथ दर्शन गर्न जाँदा यो स्थानमा बास बसी शिवलिङ्ग स्थापना गरेको भन्ने भनाइ पनि रहेछ। त्यसपछि यहाँको शिवलिङ्गमा पूजन गरेर मात्र पशुपतिनाथ दर्शन गर्न जाने प्रचलनको थालनी भएको पनि मानिन्छ। नुन्थर क्षेत्र एक तपोभूमि हो। यहाँ धेरै ऋषिमुनिले लामो समयसम्म तप ध्यान गरेको इतिहास भेटिन्छ। हाल पनि धेरै साधु सन्त यस स्थानमा आई बस्ने गर्दो रहेछन्। ल हामी नुन्थरबाट निस्क्यौँ। फेरि महेन्द्र राजमार्ग लिएर पूर्व नै बढ्यौँ। अब हामी राजाघाट र पत्थरघट्टाको खोजी गर्नेछौँ। यहीँ अघि महेन्द्र राजमार्गमा निर्मित बागमती पुल छ। यो पुल तरेपछि पारी हामी सर्लाही जिल्लामा पुग्नेछौँ। अब बागमती तरेपछि हामी सर्लाही जिल्लाको बागमती नगरपालिकामा छौँ। अब पुल तरे लगत्तै हामी दक्षिणतर्फ मोडिँदैछौँ। यहीँ तल एउटा कृत्रिम ताल छ। भरतताल घुमेर त्यतैबाट राजाघाट पुग्ने लक्ष्यमा छौँ हामी। अँध्यारो हुनु अघि नै पुगिएला राजाघाट। हुन त टाढै छ अरे यहाँबाट दक्षिणतर्फ कतै। बागमती किनारमै बडो गजब तवरले सडक निर्माण भइसकेको रहेछ। हामी निरन्तर दक्षिणतर्फै बढ्दैछौँ।
ल यो हो भरत ताल, एउटा कृत्रिम पोखरी तर निकै ठुलो आकारको। यहीँ छेउ एउटा पुल छ, माथिल्लो राजमार्गको पुल नजिकै यो अर्को पुल हो। यसको प्रयोजन फरक रहेछ, बुझ्नेछौ त्यो पनि।